हजुर नमस्कार। नमस्कार हजुर। आराम हुनुहुन्छ है? हजुर आरामै भनौँ नि। अनि त्यतातिर? ठिकै छ। म तपाईँको अडियो रेकर्ड गरिरहेको छु अहिले यति बेला। हजुर। अनि अहिले गुल्मी मुसिकोटलाई छोएर एउटा तीज गीत बजारमा ल्याउँदै हुनुहुन्न हजुरको टिमले। हजुर। तपाईँ चाहिँ त्यसको प्रड्युसरमा हुनुहुन्छ है? हजुर म त्यसको प्रड्युसरमा हो। ए हजुर। अनि चाहिँ हाम्रो कमल भाइले चाहिँ एकदम मिठो स्वर गर्दै हाम्रो मैले चाहिँ के भनेको थिएँ, हाम्रो हामी मुसिकोटकोलाई एउटा राम्रो तीज गीत निकालौँ भनेर उहाँलाई चाहिँ देवी घरतीलाई चाहिँ गरेको। ए कमल बराल है? कमल बराल। ए त्यही त, उहाँ पनि निकै स्वरको एउटा खानी नै हो। पछिल्लो समयमा मुसिकोटलाई र गुल्मी समग्र गुल्मीलाई चिनाउनका लागि निकै धेरै मेहनत गरिराख्नु भएको छ, अगाडि बढ्दै हुनुहुन्छ। अनि खासमा तपाईँलाई यो तीज गीत निकाल्नुपर्छ र आफ्नो गुल्मी मुसिकोटलाई चिनाउनु पर्छ भनेर कसरी आयो? यस विषयमा थोरै केही भनिदिनु न। यसमा चाहिँ म चाहिँ अहिले चाहिँ भर्खरै नेपालमै आएको थिएँ। आउँदाखेरि चाहिँ यस्तो लाग्यो कि म पुरै गाउँहरू मान्छेहरूले छोड्दै हिँड्दै गरेका छन्। अनि चाहिँ त्यसमा ल्याएर एउटा गीतको मार्फतबाट नै उहाँहरू आउनु पर्छन् गाउँ भन्ने मेरो चाहनाले चाहिँ उ गराएको। ए त्यही त त्यो गीतमा चाहिँ मुसिकोटका विभिन्न क्षेत्रहरूलाई समेटेर र समग्र जिल्लाहरूलाई टच गरेर यस्तो यस्तो ठाउँमा भनेर निकै मिठो गीत निस्किँदै रहेछ। हामीले अडियो त बजारमा आएको छैन, तर हामीले रेन्जका केही रफ भिडियोहरू र फुटेजहरू त हेऱ्यौँ। अनि धेरै दर्शकहरूले हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ यो तपाईँको अडियो। के भन्न चाहनुहुन्छ दर्शकका लागि? मलाई त यो आशा छ कि उहाँहरूले मिठो अझ माया दिनु भने म अझ पनि अघि बढ्नु पर्ने र हाम्रो अझै चिनाउनु चाहिँ माया दिनु भने मैले अझै चाहिँ। ठिक छ। तपाईँ अहिले ठ्याक्कै हाल कुन ठाउँमा हुनुहुन्छ? म बेलायतको नोटिगम सहर भन्ने। ए अनि तपाईँ त्यहाँ रहेर पनि यसरी गुल्मीका समग्र देशका कलाकार गहनालाई माया गर्नुपर्छ, उनीहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने कुरा यो चाहिँ कसरी आयो? यस विषयमा थोरै केही कुराकानी भनिदिनु। म नेपाल आएको थिएँ नि, मेरो छोराको बिहाको लागि आएको थिएँ। अनि म त्यहाँबाट हाम्रो कमल भाइको त्यो हाम्रो गुल्मी चिनाउने निकाल्नु भएको थियो। त्यसैले अझै राम्रो अझै चिनाउँ हाम्रो मुसिकोटलाई गुल्मीलाई भनेर भने। ठिक छ, हुन्छ। अहिले ठिक छ। अहिले अब भिडियोको तयारी हुँदैछ होला सायदै? हजुर भिडियोको तयारी हुँदैछ। हजुर। भिडियो समग्र कहाँ होला यो सुटिङ? त्यस विषयमा थोरै भनिदिनुहोस्। सुटिङ कहाँ होला र सुटिङमा के होला? अनि को मोडलमा को हुनुहुन्छ होला? त्यसको चाहिँ अहिले हामीले डिसाइड गरेको छैनौँ, गर्दैछौँ। अनि यो चाहिँ सुटिङ चाहिँ उही गाउँमै हाम्रै डाल्टामै गर्ने भन्ने मेरो हो छ। ए गाउँमै, आफ्नै जन्म घर, आफ्नै जन्म ठाउँलाई चिनाउने हेतुले? हस्, हुन्छ। कुराकानीमा जोडिनु भयो। अब हजुरलाई धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। हार्दिक स्वागत छ। हामीसँग असाध्यै लोकप्रिय गायिका देवी घरती दिदी हुनुहुन्छ। दिदी कस्तो लाग्यो गीत चाहिँ? गीत राम्रो छ हो, चर्के झ्याम्टी नाच्न मिल्छ हो र? ल यति बेला एमलाल सापकोटादालाई पनि धेरै सम्मान छ। ल भर्खर कुरा गर्दै थियौँ हामी, कुरा गर्दै थियौँ। दाइ दाइले फोन गर्नु भएको थियो मलाई भन्दै। हस् ल।